हेलो नमस्ते गुड मर्निङ फ्याफुल हो सबैजनालाई है। सो आज भने चाहिँ मेरो छुट्टी रहेको छ। म छुट्टीमा सँगसँगै तपाईँहरूलाई लिएर जानेछौँ केभिआर पार्कमा है। सो भन्दा म फाइनली केभिआर पनि पुगिहालेँ। भित्र इन्ट्री हुनुको लागि चाहिँ जाँदैछु मेन गेटमा है। ट्राफिक एकदमै धेरै जाम थियो। सो त्यसैले गर्दाखेरि म हिँड्दै एकदम गरम भन्ने निकै लेभलमा थियो। त्यहाँबाट मैले टिकट गरेर पर पर्सन 50 गरेर म इन्ट्री भएँ किनकि यो मेन गेट हो। सो टिकट गर्ने बित्तिकै म भित्र इन्ट्री भएको त आमामा एकदम राम्रो जग्गा यस्तो दामी छ है। भित्र गएको त एकदम शान्ति लाग्यो। धेरै जग्गामा घुमेँ, अब यतिको शान्ति पाएको थिइनँ। यो चाहिँ केभिआर पार्क हो। घुमेर चाहिँ एकदमै शान्ति लाग्यो। सो एकदम आज चाहिँ एकदमै खुसी छु है। भन्दै यो हेर्नुहोस् न, एकदम योभन्दा दामीको वाउ भनेर चाहिँ म अगाडि बढेँ किनकि अब योभन्दा मजाको जग्गामा अहिलेसम्म कहिले पनि गएको थिइनँ। फुलहरू पनि एकदमै रहेछ, प्लान्टहरू हेर्छ भने त यस्तो दामी हाम्रोपट्टि चाहिँ अब गाउँ बस्तीमा ढाल्छ भने चाहिँ यहाँनिर चाहिँ यस्तो जोगाएर राखेको रहेछ। यहाँ कुनै कन्फ्युजन भयो भने म्यापमा हेरेर पनि हामी निस्किन सक्छ। र यति भन्दै म पनि एकदमै खुसी लाग्यो। हेर्नु काठहरूको यस्तो बस्ने जग्गा बनाएको रहेछ। त्यहाँबाट भित्र म गएँ, टक्कै यो एउटा चिज त अब एकदम यो ढुङ्गाले बनेको चिज वाउ भनेर म गएँ देखाउनु तपाईँहरूलाई है। त्यहाँबाट देखाएको त कस्तो खुसी लाग्यो मलाई क्या, ओभरै मन पर्यो यो चाहिँ क्या। अनि तपाईँहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। सो यति भन्दै म फेरि अगाडि बढेँ किनकि निकै टाइम पनि भइसक्यो है। अनि यो भन्ने चिज अब कस्तो भन्दाखेरि मान्छे पनि एकदमै क्राउड थियो। बेलुका भएपछि धेरैजना मान्छे भिड हुँदो रहेछ। त्यहाँबाट यस्तो सनराइजिङ पनि हुन्छ, सनराइजिङ पनि यस्तो मजाको हुँदो रहेछ। देखाइदिएँ मैले माथिबाट फ्लाइट पनि सरर कुदेर, प्लस क्यामेराको पनि फेसिलिटी रहेछ। जाँदै मजुर फेरि एकदम मजाले बसिरहेको दुईवटा है, खुसी लाग्यो। एकदम फुलहरू फुलिरहेको साथसाथमै गएको त जाँदा बाटोमा यस्तो मजाको बनाइदिइरहेको रहेछ। अनि त्यो हेरेर म फेरि टक्कै निस्केँ बाटोमा। भन्दा म आगोको रेस्टुरेन्टमा पुगिहालेँ। हिबाची पुगेर फेरि सबैजना नाना बहिनी सानो सबै भेट भयो। भेट भएर चाहिँ हामी खाना खानु थाल्यो। एकदमै थाकेको थियो है। धेरै खाएर उनीहरू पनि धेरै खुसी भयो खाना खानु पाउँदा है। एकदम धेरै ज्यादा खानुपर्छ भन्दै सबैजना हाँस्नु थाल्यो। सो गाइज म यति भन्दै बिदा लिन चाहन्छु। बाई बाई, गुड नाइट सबैजनालाई है।